लगभग ट्याक्स पेन्सनहरू लगभग अहिलेसम्म लगभग कति जति तिमीले चाहिँ तिरिसकेको होला लगभग? 15-20 लाख। हेलो दोस्तों, फिर से आप लोगों को स्वागत करना चाहता हूँ इस वीडियो में, क्योंकि इस वीडियो में मैं जो पहले वाला पार्ट 1 का वीडियो जो डाल चुका हूँ, अगर वो अभी तक आप लोग नहीं देखे हैं तो प्लीज जाइए उसको देखिए, क्योंकि उस वीडियो में बहुत जानकारी मूलक संदेश हम लोग चाहिए रखे हैं। तो प्लीज मैं रिकमेंड करता हूँ, अगर आप अभी तक नहीं देखे तो जाइए एक बार देखिए, क्योंकि उस वीडियो में हम लोग जापान में अभी चाहिए 4-5 वर्ष से जो रह रहे हैं हमारे एक दोस्त, उनसे मैंने चाहे वीडियो कॉल में चाहिए बहुत सारी बातें हम लोग किए हैं। और उस वीडियो में खास करके हम जो जापान में आना चाहते हैं उन लोगों के लिए ये वीडियो बहुत ही अच्छा है, और ये वीडियो भी उन्हीं में से एक है वो होने जा रहा है, क्योंकि इस वीडियो में अगर आप अंतिम तक देखेंगे तब आपको पता चलेगा कि जापान के लाइफ कैसा होता है, यहाँ का स्ट्रगल कैसा होता है, और यहाँ का अपॉर्चुनिटी भी उतना ही है, स्ट्रगल भी उतना ही ज्यादा है। तो आपको जो जितना यहाँ पर प्रॉब्लम होता है, स्ट्रगल करना पड़ता है, तो उसके लिए आपको जो अंदर से कहते हैं ना मानसिक तनाव नहीं लेना चाहिए। जो मानसिक मनोबल जो होता है ना, आपका विचार, आपका प्रेरणा, उसे उच्च रखना चाहिए। तो ये सारी बात हम लोग उस वीडियो में और आज के इस वीडियो में हम लोग चाहिए रख चुके हैं और रखेंगे। तो आइए आप लोग इस वीडियो को भी आप लोग अंतिम तक देखिए, और इस वीडियो में एक ऐसा चीज है जो आपको चौंका देने वाला है। तो दोस्तों इस वीडियो के अंत तक जुड़े रहिए और चैनल को सब्सक्राइब कीजिए। तिमी चाहिँ जापान आएको लगभग कति वर्ष भयो होला? 8 वर्ष जति भयो। 8 वर्ष भयो है। अनि अहिले चाहिँ सुरुमा जापान आउँदा तिमीले स्टडी भिजामै आएको थियौ, हजुर, स्टडी भिजामै। अनि कहिले तिमीले चाहिँ कति वर्षपछि स्टडी भिजाको सकाएर तिमीले चाहिँ वर्किङ लगाएको हो त? म 2 वर्ष नियनको कागको सचियो भएर त्यसपछि 4 वर्षको दाइगाको सकेर जम्मा 6 वर्षपछि त्यसपछि लगभग 6 वर्षसम्म तिमीले चाहिँ स्टडी भिजामा यहाँ चाहिँ जापानमा पढाइ गर्यौ, अनि अरुबाइतो गर्यौ, अनि त्यसपछि अहिले चाहिँ वर्किङमा छौ हैन? ए ल ठिक छ। भनेपछि तिमीलाई चाहिँ स्टुडेन्ट भिजा र वर्किङ भिजामा तिमीले काम गरिरहँदा के फरक देख्यौ त? अब स्टुडेन्ट भिजामा काम गर्दा त्यो पार्ट टाइम जब हुन्छ, अनि त्यो काम गर्ने अनि घर आउने त्यति हुन्छ। अनि वर्किङमा काम गर्दा अब सेकेन्ड बोकेर साइन भएपछि सबै जम्मै हेर्नु पर्छ, अलिक प्रेसर हुन्छ। त्यही हो। भनेपछि स्टुडेन्टको रूपमा चाहिँ काम गरिरहँदा त्यहाँ चाहिँ त्यति धेरै प्रेसर हुँदैन, त्यहाँ अलरेडी साइनहरू हुन्छन् हैन? हामी अरुबाइतोको रूपमा चाहिँ यतिकै पार्ट टाइमको रूपमा काम गरेको हुन्छौँ हैन? भनेपछि साइन भइसकेपछि अब वर्किङ लगाइसकेपछि एउटा जिम्मेवारी चाहिँ अलिक बढी हुँदो रहेछ भन्ने कुरा हो। अच्छा हो, भनेपछि गाह्रै हुन्छ है? गाह्रै हुन्छ सुरुमा। अनि काम चाहिँ जाँदा सजिलो हुन्छ। अनि जापानमा तिमीलाई चाहिँ सबैभन्दा बढी महँगो के कुरा लाग्छ? सबैभन्दा बढी महँगो त्यही ट्याक्सहरू, पेन्सन, ट्याक्सहरू अनि पेन्सन, पानी, बिजुलीहरू सबै महँगो छ है यहाँको? पानी, खाने कुराहरू, अनि त्यसपछि ट्याक्स, अब यिनीहरू त हुनै भएन हैन? ट्याक्स भयो, तिम्रो चाहिँ पेन्सनहरू भयो, इन्सुरेन्सहरू भयो। लगभग यो ट्याक्स पेन्सनहरू लगभग अहिलेसम्म लगभग कति जति तिमीले चाहिँ तिरिसकेको होला अनुमानित रूपमा? म सुरुमै आउँदा अब थाहा भएन, धमाधम दुईटा ब्याङ्कमा काम गरेँ। सुरुमै महिनाको ट्याक्सहरू आयो, लगभग होइन, लगभगमा मात्र अन्दाजीमा लगभग 15-20 लाख तिमीले अहिले वर्किङ लाइफ सहितको लगभग वर्किङ लाइफ सहितको तिमीले चाहिँ जापानलाई 15 देखि 20 लाखसम्मको ट्याक्स भयो, पेन्सन भयो, इन्सुरेन्सहरू तिरिसकेछौ।
अनि लगभग अहिलेसम्म कतिसम्म लगभग तिमीले सेभिङ गरेर घर पठायो होला लगभगमा यतिकै? स्टुडेन्ट लाइफमा त खासै पठाइएन, अहिलेसम्म सेभिङ गरेर त्यो 8 वर्षको होला चाहिँ भनेपछि तिमी भनेपछि तिमीलाई चाहिँ जापानलाई कतिको गाह्रोको रूपमा लिँदैछौ? एकदम जापान सजिलो देश जस्तो लाग्यो कि एकदम गाह्रो भएको चाहिँ एकदम डिफिकल्टहरू छ यहाँ कि एकदम सजिलो छ काम गर्ने यहाँ? सुरुमा आउँदा त भाषाहरू जानिन गाह्रै हुन्छ, तर च्यालेन्जिङ गर्दै जाँदा सजिलो पनि छ, बस्न सजिलो छ अनि फेरि हेल्पफुल पनि छ। अवसरहरू धेरै छ, आफूले गर्न सक्नु पर्यो। भनेपछि जापानमा अवसर धेरै छ तर च्यालेन्जिङ पनि छ, तर त्यो च्यालेन्जलाई आफूले एक्सेप्ट गरेर त्यसै अनुसार काम गरेर चाहिँ अगाडि बढ्नुपर्ने है। भनेपछि र अर्को अन्तिमको कुरा, तिमीले चाहिँ लगभग जापान आइसकेपछि लगभग 8 वर्ष भयो होइन, अनि जापानको कुन कुन ठाउँमा चाहिँ घुम्न गयो त? सुरुमा कोका थिए, हजुर कोका गयो, त्यसपछि यामागुची पनि गयो थियो घुम्नलाई। खागावा गयो, टोकियो गए, कानागावा गए, अनि क्योटो, ओसाका। धेरै ठाउँमा तिमीले चाहिँ घुमिरहेछौ भनेपछि। ए ल बधाई छ। ल है त भनेपछि समग्रमा तिमीलाई चाहिँ जापान कस्तो लाग्यो त? कस्तो लाग्दैछ? कस्तो लाग्यो? समग्रमा भन्दा त त्यही टाइमहरू हुन्न, सुरुमा भाषा पनि नजानेपछि गाह्रै हुन्छ, पछि यहाँको अब त्यो माहौलमा भिजेपछि सजिलै हुन्छ, भाषाहरू जान्नु पर्यो। अनि अन्तिममा नेपालबाट आउने नयाँ स्टुडेन्टहरूलाई तिमीले चाहिँ के सन्देश दिन चाहन्छौ? त्यही भाषा सिकेर आउनु, अनि घर जस्तो हुन्न, गर्नै पर्छ, केही पाउनको लागि स्ट्रगलिङ त गर्नुपर्छ। हजुर अब पढाइमा फोकस गरेपछि पछिको लागि राम्रै हुन्छ भन्ने धारणा छ। भनेपछि जापानमा आउने बित्तिकै आत्तिनु भएन होइन, अब राम्रो भाषा बनाउने अनि त्यसपछि पछि चाहिँ सुख पाइन्छ भन्ने कुरा हो है। ल ठिक छ, ल धेरै धेरै धन्यवाद, एकदम राम्रो कुराहरू गर्नुभयो, खुसी लाग्यो। ल म तपाईँलाई चाहिँ पछि फेरि कल गर्छु है त। बाई बाई।